गाइस नमस्ते 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 अनि हार्दिक स्वागत छ तपाईँलाई आजको यस नयाँ भिडियोमा। आज म तपाईँलाई हाम्रो दाइहरूसँग इन्ट्रोडक्सन गराउनेछु दाइसँगबाट सुरु गरौँ। अनि यहाँको कोरियाको के छ बसा स्थिति के छ होइन, कम्पनीमा काम कस्तो चल्दैछ, के छ यहाँको सी बिल्डिङतिरको, त्यो कुरा चाहिँ म तपाईँलाई जानकारी गराउनेछु। पहिला उहाँ हुनुहुन्छ हाम्रो शिवबहादुर बुढाथोकी सल्यानबाट। अब उहाँबाट केही कुराहरू सुन्दाइबाट सुरु गरौँ। सुन्दाइ हुनुहुन्छ छेउमा। ल ल ल उहाँ भीमदाई हुनुहुन्छ स्याङ्जाबाट। स्याङ्जा बुटोला बस्नुहुन्छ। ल नमस्कार। हजुर हजुर नमस्कार नमस्कार। के छ त अनि? ठिक छ, सन्चै हुनुहुन्छ तपाईँले? अब ल ठिक छ। अरू के छ खबर बताइदिनुहोस्। हाम्रो खबर चाहिँ एकदम ठिकठाक छ। अनि अहिले हामी चाहिँ 1 महिनाको सिलसिलामा खेयुगमा छौँ, तालिममा। त्यही पनि यो हाम्रो अन्तिम बसाइ हो। र तपाईँले सोधेअनुसार हाम्रो यो सिप बिल्डिङको काम चाहिँ एकदम बबाल बिन्दास, सोचे जस्तो छैन यहाँको दुःख, तर सोचेभन्दा राम्रो, सोचेभन्दा चाहिँ एकदम राम्रो ठिक छ, पर्फेक्ट। धुलो धुवा भन्ने कुरो, फोहोर भन्ने कुरो केही छैन, जिरो, एकदम फ्रेस, क्लियरमा काम गर्ने। हामी चिटिक्क भएर हामी काम गरिरहेको छ। कपडा भनेको अहिले यस्तै सफा छ होइन, तर त्यति साह्रो पनि सोच्न चाहिँ गलत पनि हुन्छ फेरि तपाईँहरूलाई। त्यही भएर हामी जति भने त्यसको चाहिँ उल्टो पनि हुनसक्छ। हाई नो थिङ्किङ। अलिअलि अनि भीमदाई, हजुर तपाईँ कोरियामा अलि लामो समय बस्नको लागि, अब भाउजू ल्याउनको लागि, इसिबिएन फोरारको लागि एप्लाई गर्दै हुनुहुन्छ, त्यसको के भन्ने चाहिँ प्रोसेसहरू बताइदिनु। प्रोसेस त पहिला एयरपोर्टमा आउनु पर्यो, प्लेन चढ्नु पर्यो। प्रोसेस त पहिला एयरपोर्टमा आउनु पर्यो, प्लेन चढ्नु पर्यो। भिजा बनाइसकेपछि पो भाउजू ल्याउने हो त। यता इसिबिएन फोरारको लागि एप्लाई गर्न के कुराहरू आवश्यक पर्ने रहेछ, पैसा कति खर्च हुँदैछ, त्यसको बारेमा पनि म बुझ्दैछु। ठ्याक्कै यति उति भन्ने अहिलेसम्म मलाई चाहिँ यकिन जानकारी चाहिँ पाएको छैन। म पनि यसको के अरे यो प्रोसेसमा छु भन्दा पनि गर्नेवाला हो, र यो गर्नको लागि चाहिँ म पनि यताउता कटिबद्ध रूपमा बुझ्दैछु। बुझेअनुसार चाहिँ अब त्यही अलिअलि बुझेअनुसार, नर्मल बुझेअनुसार चाहिँ नेपाली 3-4 लाख चाहिँ सकिन्छ अरे भन्ने हल्ला सुनिरहेको छु। त्यसपछि बुढीले कति खान्छ भन्ने कुरो त्यो बुढीको हातमा हुन्छ। यहाँ आइसकेपछि कोही धेरै खाने बुढी हुन्छ, कोही थोरै खाने हुन्छ। धेरै खाने बुढीले धेरै खाइदिनु सक्छ अनि काम गर्न पाउँदैन। एक्सपिरियन्सबाट ल्याएपछि बुढीलाई त्यही हो। हाम्रो मोबाइल खस्यो यहाँ देख्नुहुन्छ गाइज। अब लास्टमा यो अब हाम्रो छोटो मिठो भ्लग होइन, हाम्रो भ्लगहरू आइराख्ने छ। अब हाम्रो भिडियो हेर्ने मान्छेहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ? हेर्ने मान्छेलाई त्यही हो, हेरिदिनु होला, राम्रोसँग खाइदिनु होला, बसिदिनु होला, लाइक सब्सक्राइब के हुन्छ त्यो चिज गरिदिनु होला। त्यही त अनि हाम्रो विशेष गरेर प्रकाशको युट्युब च्यानललाई चाहिँ बढी भन्दा बढी साथ सहयोग गरिदिनु होला। हल्का धन्यवाद। त्यो औँलाले थिच्ने काम गर्नु होला।